सो गाइज फाइनली हामीहरू यहाँ घर बनाउने ठाउँमा आएको। यो मोटी बहिनी घर बनाउने ठाउँमा घर हेर्न नगएर मोबाइल हेरेर मात्र बस्छ यहाँनिर। के गर्ने होला त भन्ने हो कि क्या हो दिन्छु ल टक्क लाएर यहाँनिर घर बन्दैछ डिङ लाएर। यो हो घर, दिदीको घर भिजिट गर्न आएको हामी। लिन राम औ मेरो डाटा सकिहाल्छ नि भाइ त्यसरी होइन। अलि माथि काम हुँदैछ चाहिँ यता आइपुगेको। यतातिर यो हुँदैछ, यता साइडमा पनि घर बन्दै। ट्याक्क लगाएर अब माथि गएर हेर्ने कुरो भयो। यस्तो पुरा बिजोक अवस्थामा छ, फर्म खोलिराखेर टक्क लगाएर यस्तो यस्तो लो गएपछि टक्क लगाएर दुईटा तिनवटा अहिले चारवटा पिलर हाल्न लागि। एक दुई तिनवटा पिलर हालिसक्यो टक्क लगाएर। अनि यतातिर चाहिँ वाल लाउन सुरु हुँदैछ। अनि यता साइडमा चाहिँ यहाँनिर घर बन्दैछ टक्क लगाएर। यतापट्टि साइडमा नि टक्कै टाँसेरै हो यसरी। यहाँ तलतिर पनि काम हुँदैछ टक्क लगाएर। यहाँ त यसो के हुँदैछ भनेर हेर्न आएको हामी लगाएर। खतरा भन्दैछ हौ, खतरा खतरा हौ। उता पनि बन्दैछ, ट्याक्क लगाएर यता पनि बन्दैछ। हो सल्लल्ल मेन बाटो पारीको त्यो बाटोबाट सरर उता गएर यता हो यो बाटो हुँदै आउने हो। अब अच्छा हुँदै टक्क लगाएर अब यहाँनिरबाट ट्याक्क ढोका एटेच झ्याल ढोका बस्नु भयो यहाँनिर। यतापट्टि पुरै वाल लाग्छ। ए गजब गजब भनेको जस्तो भइसक्यो। ओ सुङसुङ बा के रे यस्तो